Hello everyone, good morning. Welcome to my mini blog. मुख धोएपछि मैले खाए चिया डालमोट भुजा। त्यसपछि हामीले तरकारी काट्यौं। आज चाहिँ तरकारीमा च्याउ आलु रहेको छ। मम्मीले पकाउन स्टार्ट गर्नुभयो। हेर्नु है त साथीहरु, मम्मीले कसरी पकाउनुहुन्छ। कराई राख्ने, कराई राखेपछि तेललाई तातो हुन दिने, सुकेको खुर्सानी छ भने हाल्ने, नत्र भने नहाल्ने। यसलाई चाहिँ सुकेको खुर्सानी चाहिँ भाजेर हाल्नुपर्छ। भाजेर हाल्यो भने चाहिँ एकदम मिठो स्वाद आउँछ यसको। त्यसैले सुकेको खुर्सानी कालो भएपछि प्याज राख्दिने। प्याजलाई मजाले ब्राउन हुन दिने। ब्राउन भएपछि मजाले पाक्छ नि त, त्यसैले ब्राउन हुन दिने। अनि आलु त्यतिसम्म हामीले काट्दै गरेको छौं। आलु काटेर हाल्यौं। आलुलाई पनि एकदम फ्राई हुन दिने, अलिअलि ब्राउन हुन दिने। मैले चाहिँ च्याउको भिडियो गर्न बिर्सेछु, त्यसैले मैले चाहिँ एकैचोटी च्याउहरू हालेर मसला सबै हालेपछि मैले चाहिँ भिडियो गरेको छु। हेर्नु होला है त। तरकारी पाकेर रेडी भइसकेको छ।